नमस्कार साथीहरू, आज म तपाईहरुलाई हाम्रो विद्यालयको खेलकुद सप्ताहको ऊर्जा, मेहनत र प्रेरणाले भरिएको सुनौलो यात्रा देखाउन लाग्छु। आज बिहानको सुरुवात हुन्छ उसुको कडा ट्रेनिङबाट। जब सबै अझै निन्द्रामा हुन्छन्, हामी पसिना बगाइरहेका हुन्छौँ, किनकि हामीलाई थाहा छ सपना सजिलै पूरा हुँदैन। त्यसको लागि त्याग र बलिदान चाहिन्छ। ट्रेनिङपछि हामी लाग्छौँ छिटो छिटो खाना खाएर स्कुलतर्फ। थकान धेरै भए पनि मनमा एउटा सोच हुन्छ आजको दिनलाई हिजोभन्दा राम्रो बनाउने। स्कुल पुगेपछि सुरु हुन्छ सधैँ झै प्रार्थनापछि विद्यार्थी भाइ बहिनीहरूले गीत गाएर दिनको शुभारम्भ गर्छन्। त्यसपछि सुरु हुन्छ आजको मुख्य आकर्षण, खेलकुद प्रतियोगिता। सबैभन्दा पहिले सुरु हुन्छ कक्षा 1 र 3 को 50 मिटर दौड। सानो शरीर अनि ठुलो हौसला, उनीहरूलाई देखेर लाग्छ कि ठुलो सपना सधैँ सानो प्रयासबाट सुरु हुन्छ। त्यसपछि 4-5 कक्षाको छात्रको 100 मिटर दौड, जहाँ जितभन्दा ठुलो कुरा हुन्छ आफ्नो डरमाथि जितपछि, र 6, 8 र 9, 12 को विद्यार्थीहरूको पनि 100 मिटर रेस हुन्छ। कोही हार्छन्, कोही जित्छन्, तर सबै सिक्छन्। हार भनेको अन्त्य होइन, हार अझ बलियो बन्ने मौका हो। त्यसपछि सुरु हुन्छ 200 मिटर, 400 मिटर र 800 मिटर दौड। यो रेसहरू गति होइनन्, धैर्यका परीक्षा हुन्। दौडपछि मैदानमा गुन्जिन्छ लमजङ, ट्रिपल जम्पको उत्साह। हावा चिर्दै उफ्रिँदै विद्यार्थीहरूले सपना पनि यस्तै हो, उफ्रिन हिम्मत गरेपछि मात्रै अर्को तहमा पुगिन्छ। र अन्त्यमा सबैभन्दा रोमाञ्चक क्षण, छात्र भलिबल। यो खेल केवल अङ्कको खेल होइन, यो टिमवर्क, विश्वास र नेतृत्वको पाठ हो। यहाँ सिकिन्छ एक्लै जित्न सकिँदैन, तर सबै मिले असम्भव पनि सम्भव हुन्छ। आजको सबै खेलहरू उत्साह, मुस्कान र प्रेरणासँगै सफलतापूर्वक सम्पन्न भयो। आजको दिनले हामीलाई धेरै ठुलो सन्देश दिन्छ। खेलकुद सिर्फ मैदानमा मात्र सीमित छैन, खेलकुद जीवनको अभ्यास पनि हो। यहाँ हामी सिक्छौँ अनुशासन, सङ्घर्ष, धैर्य र आत्मविश्वास। यदि तपाईँ पनि जीवनमा केही ठुलो गर्न चाहनुहुन्छ भने आजदेखि सुरु गर्नुहोस्। सानो प्रयासबाट, सानो मेहनतबाट, तर ठुलो विश्वासको साथ। यदि यो ब्लग थोरै भए पनि प्रेरणा दियो भने लाइक, शेयर र सब्सक्राइब गरिदिनु होला, किनकि तपाईँको एक क्लिकले हामीलाई राम्रो भिडियो बनाउन अझ ठुलो हिम्मत दिनेछ। धन्यवाद। बाँकी भोलिको डे 3 को भिडियोमा